भाँडा मान्दा गाह्रो भयो। गाह्रो भयो। नै भएको छैन। भाँडा मान्दा नि गाह्रो हुन्छ र? भाँडा मान्दा त सजिलो हुन्छ नि। साबुन निकाल अनि धसक 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 पार। 2-4 दिन के अघि काम के अरे अफिस गएको छैन, कुरै नगर। म त हैरान भइसकेँ। कहिले काहीँ भाँडा मान्दा पो त रिसाइहाल्छ नि त यसरी। मैले पनि मान्छु, बिहान उठ्छु। हजुर त दिनभरि स्कुल गइसिन्छ नि त। स्कुल जानु परेन। अनि स्कुल गइसकेपछि त फेरि घरको काम त छुन हुन्न। अनि गर्छु त नि, बिहान पनि पकाउँछु, खाना दिन्छु, चिया बनाएर दिन्छु। सही हो सही हो। भात तरकारी खाना दिन्छु। चिया बनाएपछिको भाँडा कसले माझ्छ? मैले माझेको होइन आज। खाना खाएपछिको भाँडा कसले माझ्छ? अनि खाना खाएपछि बिहानका दिउँसोका साँझका बेलुका भाँडा कसले माझ्छ? हड्केसमा खाना राखिदिएको हुन्छ अनि मैले कसरी अनि माझेर जानु हो। मैले त काम त गनाउँदिनँ त कहिले पनि नै। मैले यस्तो गरेँ उस्तो गरेँ भनेर गनाउँछु कहिले? गनाउनु पर्दैन नि त। के गर्छ? भाँडा राख्दैछ त म आफै बुझिहाल्छु नि। अनि भाँडा मैले राखिदिएको त अहिले खाएर अनि यसो पल्टेको अनि खाएपछि माझ्ने हो भाँडा। एकैछिनमा बेसिनमा भाँडा राखेर बस्ने हो। के हुन्छ त नि? को लाग्छ बेसिनमा? जुठा भाँडा राख्ने हो। राति पो राख्नु हुँदैन। राति पो मान्छेले राति पनि राखेर बिहान माझ्छ। राति होस् न दिउँसो जुठा भाँडा आज जुठा भाँडा। म सक्दैन यस्तरी। के कति भयो? के गर्नु विचार छ? खाना देखान्छु नि अनि बस्छु ठपक्क। भाँडा चाहिँ मात्दैन अब। के हो? ओके खाना देखाने? नभए नखाने। भाँडा माझेर त भाँडामा काम गरेर यस्तो गरेर के खानेर बस्नु? त्यसो भए यस्तो गरौँ नि त, आज खाना नखाऊ हुँदैन? साँझ खाना खानु पर्यो नि। भाँडो भइहाल्छ नि खाना खाएपछि त। आफूले मान्ने। अनि मैले पकाउने पनि भाँडा पनि माझ्ने। किन नमाज्ने? किन नमाज्ने? नमाजेर हुन्छ। फेरि यस्तो कि तपाईँ चिया खाएको भाँडा माझ्नु भएन, साँझ राति भाँडा माझ्नु पर्यो भने अघि पनि त्यही एक ढुक्का भाँडा थिएँ माझे। अन्त चिया खाएको भाँडा मात्रै हुन्छन् भन्नुहुन्छ? चिया पकाएको भाँडा हुन्छ, चिया छान्ने भाँडा हुन्छ, मैले माझ्दा त नपकाइकन माझ्छु त। भात खाने भन्दा बढी भाँडा हुन्छन्। हुन्छ नाटक। त्यही पनि तैँले अस्ति यसरी सर्लक सुर्लुक यस्तो गर्ने हो र हामीले चम्काउँछौँ नि हामीले त भाँडा। भाँडा माझेको र चिल्लो पनि त्यही हुन्छ, पहेँलो पनि त्यही हुन्छ। त्यो चाहिँ भन्नु पर्दैन। चियापत्तीका छोक्रा पनि त्यही हुन्छ। हुन्छ नि खुब जान्नु भयो। देखिरहेको छु मैले। 15 वर्ष 16 वर्ष भयो भाँडा माझेको देखेको। 17 वर्ष भयो बिहा भएको त। छोरोले सिदियो 15 वर्ष भयो भन्दै बस्नु बिहा भएको। ल आजदेखि भाँडा मान्दा क्विट। ओके हुन्छ त। मैले अहिले बिहा भएको आजसम्म मैले तपाईँले कहिले भाँडा माझ्नु त भनेछु भन्नुहोस् त। मैले अघि नै भनिसकेँ त मुखले माझ भन्नुपर्छ र। अनि छोड्दै हिँडेपछि भए के हो त? मलाई भर्खरै मलाई टोइलेट गएर आउँछ मलाई टोइलेट ला भनेर हिँडेपछि के हो त? भाँडा माझ भनेको होइन ए मेरो फोन आयो। टोइलेट त जानु पर्यो नि त। टोइलेट गएर आएर माझिहाल्छु नि। तपाईँ नमाझ्नु त ल। अयो म यो हेलो साथीहरू, मेरो बुढालाई भाँडा मान्दा गाह्रो भयो अरे। म अब यो चाहिँ युट्युबमा राखिदिन्छु, हजुरले हेर्नु होला है।